बिउ गाडेर आछन् असार लाग्यो भन्ने थाहा भइसकेको छ यो त चाहिँ खेत चाहिँ सबै सकाप गरेको छ बिउ काटेर यता रोपेर पनि सकिसकेछन् यो हाम्रो घरको पछाडिको भएको हो गाइस के अरे घर पुग्नलाई 2 मिनेट मात्र बाँकी छ पानी भन्ने धेरै परिरहेको छ पानी भन्ने नोटिसमा पर्दाखेरि पानी एकचोटि पनि रोकेको छैन पानीले चाहिँ दिइरहेको छ जस धराधर दिइरहेको छ पानी चाहिँ पालुवा चाहिँ पलाइरहेको छ देख्न सक्नुहुन्छ होइन पानी यस्तो परेछ केही छोड्दैन क्या पानीले गर्दाखेरि त बाबरे म त पुरै भिजिसकेको अवस्थामा है अहिले हामी चाहिँ आँखा हस्पिटल लिएर पुगिसकेको अब घर पुग्न छोडेर हल्का हल्का बाँकी छ अनि पानी चाहिँ भने अहिले रोक्नु छैन पानी भने लगातार नोटिस परिरहेको छ अहिले हामी चाहिँ आँखा हस्पिटल बिजनेस व्यापार गर्ने मान्छे व्यापार चाहिँ गरिरहेको छ मजाले होइन अटो आयो